यसबाट चाहिँ टाइमर हेर्ने वेट नाप्ने है यो चाहिँ V60 को जार भयो यो फिल्टर पेपर भयो यसबाट चाहिँ कफी यहाँ हालेर पानी फिल्टर भएर तल झर्ने यसलाई गुज्ने केटल भन्छ यो चाहिँ किन यस्तो बनाएको भने पानीको फ्लो मेन्टेन गर्नलाई किन हामीले यो यसरी सिधा भयो भने त कहिले धेरै थोरै भयो नि त बातै जाने भयो अनि यो चाहिँ कप भइगयो अब फर्स्टमा तपाईँले अन गर्नु है अन भयो अन भएपछि यो राख्ने अब टियरमा थिच्नु टियरमा थिचेपछि जेरो भयो नि होइन जेरो भयो अब यो यसरी पानी चाहिँ यसरी हाल्नुपर्ने हुन्छ ल म यहाँ ट्राई गरेर देखाइदिन्छु ल पानी त तिमी लाउनु अनि क्लिन गर्नु मलाई म हेर्ने मात्रै देखाउँछु यसरी यसरी यो पुरै फिल्टरलाई भिजायो वास गरेको भिजाएको होइन यो धोएन भने चाहिँ सरी पेपरकै उयो टेस्ट आउँछ कफीमा धुको पनि भयो तल यो भाँडा पनि तात्यो नि त वास भयो स्टाइल चाइनिज स्टाइल भएछ अस्ति भर्खर यसरी बनाएर आएको छु त्यसले पनि यसरी धोयो यही भित्र खनाउँदो छ यो इन्टरनेसनल बेभरेज हो नेपालमा चाहिँ खासै चल्यो होइन बाहिरतिर अस्ति चाइना मात्रै गएर आएको यस्तै बनाएको थियो तिनीहरू चाहिँ खनाउँदा यिनीहरूको पानी स्टोरेज पनि यहीँ हुन्छ क्या यसमा त नमिल्ने त करेन्टवाला ल बिचमा कफी नै हो कफी नै हो म्यानुअल ब्रु कफी भन्छ यसलाई म्यानुअल ब्रु कफी ब्लू कफी Manual brew. ब्रु कफी Brew. भयो ब्रु BREW Brew. ब्रु 20 ग्राम कफी राख्यौँ हामीले 20 ग्राम कफी राख्यौँ अनि यहाँ चाहिँ हल्का यस्तो पानीको फ्लो उयो गर्नलाई स्पेस दिनु पर्यो हजुर अब यसलाई फेरि टेयर गर्नुपर्छ तपाईँ पानी हाल्नु नि अब चाहिँ नाला मै हाल्नु यसरी हेरेर हाल्छु ल हुन्छ तपाईँले खाँदैन अब हामीले फर्स्टमा चाहिँ यसमा 45 ml पानी हाल्नुपर्ने हुन्छ 45 ml हजुर पानी हाल्दाखेरि चाहिँ यो घुमाएर हाल्नुपर्ने हुन्छ एउटै फ्लोमा टाइम स्टार्ट गर्ने 30 सेकेन्ड यहाँ हेर्ने म त 45 यहाँ भने यहाँ पो हेर्दा माथि त 50 छ टाइमरको 10 सेकेन्ड 30 सेकेन्ड वेट गर्ने 30 सेकेन्ड उहाँलाई चाहिँ देखाइदिनु न यो चाहिँ यो किन यस्तो गरेँ भने उसले यहाँ जुन कफीमा ग्यासहरू हुन्छ नि हो यो चाहिँ निस्केर जान्छ यसलाई चाहिँ ब्लुमिङ टाइम भन्छ 30 सेकेन्ड भयो अब 120 ml पानी हाल्ने वेट गर्ने फेरि 1 minute 20 सेकेन्डसम्म हेलो छ अरे होबाट त्यहाँ एउटा मान्छे लिन आउला